भगुन्टेलाई म आज स्वागत गर्न गइरहेको छु। कद्दु जस्तो फर्सी जस्तो मान्छेलाई चाहिँ स्वागत छ भगुन्टे। के कुरा गरे यस्तो किन मेरो तपाईभन्दा म धेरै जुनियर हो, म त तपाईभन्दा धेरै सिनियर वरिष्ठ मान्छे हो, त्यसकारण तमिजका साथ इज्जतका साथ कुरा गर्नु। तपाईँको के तरिका हो? तपाईँको यो भोइस स्पिकर हो जसले तपाईँलाई चाहिँ हरेक जनता अनि अर्काको यो तपाईँले बुम हो कि तरबार हो? डेमोक्रेसीको तरबार जस्तो मेरो काँधमा तपाईँले गर्ने हो? मिडिया हो भने अरूको सम्मान गर्नुहोस्। हो मैले जर्मनीको एउटा जर्सी लगाएँ, यसको मतलब म फुटबलको प्रेमी होला, तर तपाईँले यसरी भकुन्डे सकुन्डे के मिडिया भनेको छ मान्छेको विषयमा अलिकति इज्जत खेलाडी के हो त भनिदिनु त। म के हुँ भन्ने कुरो दुनियाँलाई थाहा छ, अझसम्म तपाईँलाई थाहा छैन। 12 वर्ष रामायण पढाए, सीता कसको जोई भन्दा हनुमानको भने जस्तो। कहाँ भगुन्डो? म फुटबलको शौखिन हो, यो कुरा तपाईँलाई थाहा छ। एउटा फुटबलर हुन चाहन्थे, असफल फुटबलर हो, चिनिया राष्ट्रपति सी जिनपिङ जस्तै। तपाईँ असल मान्छेलाई वाइयात देख्नुहुन्छ, वाइयात मान्छेलाई आहा क्या राम्रो हो गर्नुहुन्छ। तपाईँको यो तरिका हो, पारा हो कुनै? तपाईँको शरीरमा के छ त्यो के अरे चुर्न परेछ सर? त्यो कमिला त्यो खजाउने कमिला परेछ हो? तपाईँ अलि सोमत र तमिजका साथ मसँग कुराकानी गर्नुहोस्। तपाईँ अहिले बोलिरहनु भएको छ पुण्य गौतम, एउटा पिएचडी लेभलको मानिस, एउटा रेपुटेड मान्छे, पिएचडी लेभलको मान्छे, नेपालको नम्बर 1 भ्युज मेकर। तपाईँ पिएचडी मान्छे, पिएचडी के अरे लेभलको मान्छे, पिएचडी स्तरमा। त तपाईँको विषयवस्तु के हो कि त्यसमा प्रवेश गर्नुहोस् कि म हिँडिदिन्छु फेरि? अब विषयवस्तु त त्यही त हो नि। अब तपाईँले चाहिँ गर्नु भएको छ, दुनियाँ ठाउँमा हिँडिया छ त्यतिकै हावातालमाथि। कसरी हावा हुन्छ? हावा हुरी बतास यो जम्मै तपाईँको ठेक्का हो। हुन्डरी बनेर तपाईँ हिँड्नुहुन्छ, मलाई भन्नुहुन्छ? अनि तपाईँ चाहिँ जहाँ पनि क्यामेरामा देखिनको लागि भाइरल भइ हुनको लागि चाहिँ तपाईँ जानु। क्यामेरा मलाई पछ्याउँदै आउँछ, म भाग्नु? मैले क्यामेरा पछ्याएको होइन, क्यामेराले मलाई पछ्याएको। यति कुरो तपाईँलाई थाहा होला नि त, आफ्नै अनुभव पनि छ। तपाईँले अस्ति हाम्रो अब हुन त यो कुरालाई नउठाउने कुरा हो, तर पनि अब चित्त दुखिहाल्यो होइन, दुखी चाहिँ उठाउनु परिहाल्यो। तपाईँले चाहिँ अस्ति त्यो हाम्रो जेनीजीको उसलाई त्यो एउटा फोटो खिच्नेको न्युमा एउटा तपाईँले चाहिँ क्यामेरामा देखिनुको न्युमा त्यहाँ चालो गएर समाते जस्तो गरेर जेनीजीको लासलाई झराल्नु भयो नि त। खबरदार, तपाईँले जेनी दिदी, जेनी कुबर भन्न खोज्नु भएको उहाँप्रति म हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र शोक सन्तप्त परिवारलाई संवेदना व्यक्त गर्न चाहन्छु। जेनीजीको पतिदेवको आँखामा त आँसु रित्तिसकेको थियो, त्यो दिन रुन सक्नु भएन आर्यघाटमा। नाटक होइन, याद गर्नु होला कसैको पनि पवित्र सामाजिक सम्बन्ध, एउटा दिदीभाइको सम्बन्ध। अर्को साल भाइटिका लगाउँछु भनेर मैले एउटा प्रतिज्ञा गरेको थिएँ दिदीभाइको बिचमा। 1 वर्ष अगाडि कति सुख दुःखका मिठा कुरा भएका थिए दिदी। वास्तवै भन्ने भने अनि तपाईलाई त्यो कुरा छोड्नु छैन। अहिले तपाईलाई चाहिँ नि यति कसरी तपाईले लास फ्याँकेको भन्नु? मैले त स्ट्रेचरमा हामीले बोकेका थियौं, फलामको त्यो अलि सुल्किने खालको रहेछ, त्यहाँबाट चिप्यो। एकजना साथी अलिकति अनब्यालेन्स हुनुभयो, समातेको भए त अडिन्थ्यो नि, त्यो तपाईले खसाल्नु नै नि। मैले मात्रै हो, त्यहाँ कतिजना थिए? 4 जना हुनुहुन्थ्यो। मेरो कारणले हो त्यो खसेको। अलिकति विचार गर्नु पर्दैन? तपाई एउटा फोटो खिच्ने न्युमा भिडियोमा फोटो खिच्ने होइन, खबरदार फोटो खिच्नुस् नखिच्नुस्। म आफ्नो काम गरिरहेको थिएँ, मैले फोटो खिच भनेको थिएँ। पत्रकार मित्रहरू आउनुभयो, खिच्नुभयो, छुट्टै कुरो। कतिले के थम्बनेल राखे, कतिले के टाइटल राखे, रोस्ट गरे, बुस्ट गरे, यो विषय मेरो होइन। तर एउटा कुरो, मेरो हुर्मत लिने गरी जसले अनावश्यक दुष्प्रचार गरेका छन्, फेरि म हिरासतको हावा खुवाइदिन्छु। अनि तपाईँ अहिले यो लकडाउनको यस्तो महामारी छ होइन, यति बेला तपाईँलाई अहिले हतार छ। अहिले पनि अघिदेखि भनिराख्नु भएको छ इन्टरभ्यू हुनुहुँदा, अब छिटो गरौँ कपिलजी, छिटो गरौँ भनिराख्नु भएको छ। उता खसी काट्दैछन् भन्नुहुन्छ। तपाईँहरूको ठुलो महामहोत्सव हुँदैछ अरे, खास के हो यो कुरा? तपाईँलाई अलिकति लाज शरम छैन यो बेलामा त्यही खसीको मासु चबाउनको लागि त्यहाँ दगुर्न जानु खोज्या तपाईँले? अहिले तपाईँ कुनै पनि, तपाईँ होस्ट हो, म गेस्ट हो। गेस्टको अपमान गर्नु हुँदैन होस्टले भन्ने। तपाईँलाई मिडियाको एबिसिडी इथिक्स सिक्नुहोस्, किनभने केही साथीहरूले अलिकति भोजसहित प्रबन्ध गरेर आजको युरो कप विशेष रूपमा मनाउँ भनेर खोज्नु भएको छ। कुन जासुस तपाईँले छोड्नु भएको छ? कसरी थाहा पाउनुहुन्छ तपाईँ? तपाईँका जासुस कहाँ छन्? छौडाहरू कहाँ छन् तपाईँको? यसरी तपाईँलाई सूचना दिने तपाईँ यो को नारद मुनि हो?
तपाईँलाई अलि लासहरू पनि छैन त खसीको तपाईँ चाहिँ श्री स्वस्थानी व्रत कथाको त्यो कपिल ब्राह्मण हुन त जातीय तपाईँ फेरि एउटा महान मगर समुदायमा जन्मिनु भएको छ